हेलो एभ्रिवान। मेरो डिनर चाहिँ मैले रेडी गरिसकेको छु। हेर्नुहोस् त, आज चाहिँ मेरो काटेर सलाद, मतलब सिम्पल खालके बनाएँ। सधैँ त म काटेर मसिनो क्युब गरेर गर्थेँ, आज चाहिँ मलाई अल्छी लाग्यो, लामो लामै गरेको छु होइन। अनि त्यही हो, स्प्राउट हो, म त स्प्राउट बनाउँछु एभ्री टाइम है। अनि चाना र ग्रिन मुङ्गो, अनि ओलिभ, अनि क्यारट र क्युकम्बर, एग्स, अनि यसमा मैले अलिकति पेपरलाई हेर्नुहोस् त हल्का माथिबाट लगाएको छु, ब्ल्याक पेपर, अनि सेसमी ओइलले मैले यसलाई ड्रेसिङ गरेँ। अनि यहाँ छ मेरो चिकन है, ग्रिलमा हालेको। र आज मैले यति नै मेरो डिनरको लागि बनाएँ। अल्छी लाग्यो थाकिएको बेलामा है, सजिलो मिठो छिटो है साथीहरू। यो डिनर चाहिँ ल हजुरहरूलाई कस्तो लाग्यो है, मन पऱ्यो भने कमेन्ट गरिदिनु होला। हस्, म राखेँ।